गाइस आजको चाहिँ मौसम एकदम खतरनाक छ। सो तपाईहरु हेर्न सक्नुहुन्छ हाम्रो अहिले खनारको यहाँ यो दृश्य यस्तो छ। अहिले उता लाग्दैछ इन्डियातिर पानी खुब परिरहेको छ, हाम्रो यता नेपालतिर अब बिस्तारै बिस्तारै मतलब पर्ने जस्तो भइरहेको छ। सो वेलकम टु माई ब्लग एन्ड म आज बुद्ध दाइसँग छु। ल गाइस आज हामीसँग विजेन्द्र दाई हुनुहुन्छ हैन, धेरै दिनपछि हामी अब सँगै भए। सो धेरै राम्रो लागिरहेछ हाम्रो दाई, आज 3 जना सँगै पढेछु हैन। सो चिन्नुहुन्छ होला, मसँग कति फोटो भिडियोहरुमा हेर्नुभएको होला हामी प्रकाश भेटमा। सो यस्तै हो, के गर्ने हाम्रो गाडीवालाको जिन्दगी यस्तै हो। हिजो यहाँ यस्तो भइसकेको छु, पानी एकदम खलखल परिरहेछ मा कसम। जस रात मिलोस् होइन, अब भोलि चाहिँ घाम गऱ्यो भने त बेकार भइहाल्छ। सो आज चाहिँ कुदाकुद गरेर यहाँसम्म त्यहाँसम्म 1 किलोमिटर जति कुदे होइन। सो अब तपाईहरु साथ सपोर्ट गर्नु होला प्लिज, मेरो ब्लगलाई सेयर गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला अनि कमेन्ट चाहिँ प्लिज गाइज गर्नु है, किनभने कमेन्टले नै थाहा लाग्छ मेरो भिडियोमा के कमी कमजोरी छ होइन। मोबाइलको बारेमा कमेन्ट नगर्नु होला, किनभने मेरो मोबाइल त साँच्चीकै भन्दैछु थोत्रै छ, त्यो प्लिज मेरो मोबाइलको बारेमा कमेन्ट नगर्नु होला। सो म कोसिस गर्छु यो मोबाइल छिटो चेन्ज गरौँ होइन, अनि भिडियो राम्रो राम्रो बनाउँछु होइन। सर्ट भिडियोहरू पनि कमेडी भिडियोहरू पनि आउँछ चाँडै। लगाइज यता यहाँ रुखको तल छु, यहाँ पनि अब पानी आउन थालिसक्यो होइन। सो अब एकछिनमा हामी भेट्छु, मेरो गाडी आउनेवाला छ। त्यो अघि त्यो रुकेको थियो, पानी पुरा परिरहेछ गाइस, पुरा एकदम होइन। मौसम धेरै खराब छ। पानी चाहिँ छुट्यो होइन, पानी चाहिँ छुटेपछि यहाँ चाहिँ पुरै हिलो भएको छ होइन। मेरो गाडी पनि अहिलेसम्म आएको छैन, किनभने धेरै पानी पऱ्यो गाइस, धेरै। दुईमा हेर्नु चारैतिर पानी भइसकेको छ, पानी भइसकेको छ। अलिकता पानी परे पनि दुईमा चाहिँ पानी पुरा पानी भइहाल्छ। यस्तो राम्रो दुईको हालत के भन्नु। अलिकता पानी देख्नै हुँदैन दुई।